हेलो सबैजनालाई नमस्ते। म चाहिँ आज बुढोको लागि केही के भन्छ यसलाई सायरी भन्छ के भन्छ त्यो लेखेको छु। बुढोलाई थाहा छैन मैले चाहिँ सुनाउन गइरहेको छु है। शीर्षक छ मेरो श्रीमान। जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो श्रीमान, हरेक क्षणमा पसिना पोख्दै हिँड्ने मेरो श्रीमान, हरेक क्षणमा पसिना पोख्दै हिँड्ने मेरो श्रीमान। आफूले नखाई परिवारलाई खुवाउन काठमा बन्दुक र बारुद बोक्दै हिँड्ने मेरो श्रीमान, काठमा बन्दुक र बारुद बोक्दै हिँड्ने मेरो श्रीमान। जस्तो अवस्थामा पनि नथाक्ने तिम्रो शरीर अनि पाउ, अनगिन्ती दुःख कष्ट भोग्दै हिँड्ने मेरो श्रीमान, अनगिन्ती दुःख कष्ट भोग्दै हिँड्ने मेरो श्रीमान। भन्छन् जेठो छोरो साहुको, ओहो तिमी त जेठो छोरो पो त, दिन प्रतिदिन बढ्दै गएको ऋणको ब्याज तिरिरहेको मेरो श्रीमान, दिन प्रतिदिन बढ्दै गएको ऋणको ब्याज तिरिरहेको मेरो श्रीमान। सायद कहिल्यै आउँदैन होला तिम्रा सुखका दिन, सधैँभरि पल्टनमा ड्युटी गर्दै हिँड्ने मेरो श्रीमान, सधैँभरि पल्टनमा ड्युटी गर्दै हिँड्ने मेरो श्रीमान। मैले पो बजाउनु कस्तो लाग्यो? तपाईँले मेरो लागि लेखिदिन पर्छ अब यहाँ।